भयो विद्युत। मिलाउनु पर्छ है हजुर। यति म हजुरलाई पहिला हजुर त धेरै एउटा सानो माया बोकेर यस्तो घुमिराख्नु तिनीदेखिको मेरो साथी छेत्री भन्नु तपाईँ साँच्चीकै हो नि भोलि नाटक गरेको त होइन नि नाटक हर्करा साम्पाङ म आफै हुम्लामा हजुर माइक भन्नु नि एक्लै त्यो एक्लै माइक हर्क साम्पाङले बोक्नुहुन्थ्यो नि म पनि पूर्व पश्चिममा म एक्लै गर्थेँ कि म होइन त भन्नुपर्छ हामी हर्करा साम्पाङलाई म अहिले मात्र होइन विगतदेखि उहाँलाई फलो गरेर भेट मात्र भएको होइन र अहिले कति वर्ष भयो हजुर हजुरले हर्करा साम्पाङले भेटेको अस्ति भर्खरै हाम्रो भर्खरै र उहाँलाई मन पराउनु भएको छ नै मन पराएको त अब जुन धरान छ नि धरानबाट मेयर भइसकेपछि पहिला त त्यति थाहा थिएन मेयर भइसकेपछि श्रमदानतिर लाग्नुभयो नि पानी ल्याउनु भयो श्रम संस्कृति पार गर्नु विभिन्न गर्नुभयो नि त्यसपछि हर्क साम्पाङ भनेको साँच्चीकै श्रमदाता हो र साँच्चीकै देश बनाउने हो भनेर म अरू साथीहरूसँग पनि बहस गर्थेँ होइन म योभन्दा अगाडि त रासपासँग थिएँ नि कनेक्सन थिएँ नि त्यो रासपाको कार्यालयमा अब केही मान्छे त्यो हर्क साम्पाङ भन्दा पनि बालेनको बहस गर्थेँ कि म भन्थेँ कि यदि तपाईँ साँच्चीकै अरू बाहिर हाम्रो पार्टीभन्दा बाहिरको बहस गर्नुहुन्छ भने बालेन छोडिदिनु हर्क साम्पाङको बहस गर्नु नि हर्क साम्पाङ जस्तै श्रमदाता यो पार्टीमा बन्यो भने त देश कति बन्छ होला हर्क साम्पाङले सिकाएको श्रमदान तपाईँ हामीले यो पार्टीमा गर्न सक्नुपर्छ भनेर म पटक पटक कुराहरू उठाउँथेँ र उहाँहरू त श्रम नगर्ने मान्छेहरू होइन कर्म नगर्ने मान्छेहरू हो नटिप्ने मान्छेहरूलाई कहाँ राम्रो लाग्छ होइन र त्यस कारणले मैले अहिले मलाई गर्व लागेको छ हजुरलाई मैले चिनेको है अब पूर्व पश्चिम सबै तयारी हुनुपर्छ मेरो हुम्ला हेर्नु नि हामी आएको 3 महिनामा जोडिएको छैन हामीले हिजो अस्ति नै 31जनाको त्यो तटस्थ समिति हुन्छ नि श्रम संस्कृति पार्टीको बनाइसक्यो अहिले हुम्लामा हाम्रो गाउँमा टोलमा हर्क साम्पाङको बारेमा बहस हुँदो रहेछ कि छलफल हुँदो रहेछ कि देखि प्रभाव भयो नि त अब हाम्रो हुम्लामा न राई छन् न लिम्बू छन् न कुनै मगर छन् होइन जे छन् उयो बामन छेत्री ठकुरी छन् यदि यिनले राईको पार्टी भन्नेहरूले भोलि हुम्लाको टिमलाई के भन्छ होला होइन नि त राई होस् लिम्बू होस् जेसुकै होस् जसले यो देशलाई माया गर्छ नि त्यही यो देशको निर्माता हो त्यही देश